समयको खेल वा फलसाथी हो। मैले मेरो कान्छो भाइसँग होली विषयमा आज किन होली मनाइयो भनेर चाहिँ लिएको छु। भाइलाई चाहिँ यो विषयमा राम्रो दक्ष जानकार भएको कारणले अघि मैले पारी पनि भाउजूमा खाना खान जाँदा त्यहाँ 2-4 जनालाई सोधेँ, उहाँहरूलाई आएन। अनि भाइलाई चाहिँ आउँछ भन्ने आशाले लिएको छु। किन मनाइन्छ त भाइ? के भाइको नाम त के पो? मेरो नाम चन्द्रकिशोर तिवारी हो। चन्द्रकिशोर तिवारी के अरे हाम्रो भाइलाई मैले के अरे किन होली मनाइन्छ, के कारणले मनाइन्छ भनेर चाहिँ लिँदैछु। हजुरहरूले यसलाई चाहिँ धैर्य धारण भएर सुनिदिनु होला। अनि त्यहाँबाट के कस्तो लाग्छ? यो होलीको छ नि, सबैले आफ्नो आफ्नो भाषामा बुझिन्छ, आफ्नो आफ्नो कल्चर हिसाबले मनाइरहेको छ। तर वास्तवमा अहिले यो फेसनेबल भयो। अब जाँड रक्सी खाने, माछा मासु खाने, अलिकति अभद्र तरिकाले होली खेलिदिने, त्यो एउटा फेसनेबलतिर गएको कारणले गर्दा यसलाई छुट्टै पार्ट भयो। तर वास्तवमा होली भनेको जुन छ नि, यो हिरण्यकश्यपको बहिनी हो होलिका। हिरण्यकश्यपको बहिनी हो होलिका। उसले के गरेको थियो भन्दाखेरि हिरण्यकश्यपको छोराको नाम हो प्रहलाद, जुन भगवानको भक्त थियो। हिरण्यकश्यप भनेको चाहिँ के हो? वास्तविक अर्थ के लाग्छ? हिरण्यकश्यप एउटा राक्षस थियो, असुर थियो। त्यसको धेरै ठुलो राजा थियो। उसले देवतालाई नमान्ने, जे छु मै छु, ऋषि मुनि साधु सन्तहरूलाई ब्राह्मणहरूलाई मेरै पूजा गर भन्न लगाउँथ्यो। वास्तवमा त्यो राजा हो, त्यो छुट्टै पार्ट हो, असुर थियो, राक्षस थियो। त्यसलाई त्यो पूजा गर्न त मिल्दैन नि। उसले के भन्थ्यो, म राजा हो त मेरै पूजा गर्नु भन्थ्यो। तर सिद्धान्तले त होइन, राजा हो तर भगवान त होइन। तर त्यसकै एउटा छोराको नाम थियो भक्त प्रहलाद। त्यो भगवानको ठुलो परम भक्त थियो। त्यो प्रहलादलाई विभिन्न किसिमकोले उसलाई मार्न खोज्यो प्रहलादले। प्रहलाद भनेको चाहिँ के हो? प्रहलाद भनेको हिरण्यकश्यपको छोरा। उसलाई चाहिँ कसले मार्न खोजेको? उसको बाउले। आफ्नै बाउले। किनभने म राजा हो, तिमीले भगवानको पूजा किन गर्छस्? मेरो असुरको पूजा हुनुपर्छ, मेरो राक्षसको पूजा हुनुपर्छ। मेरो राजा म हो त मेरो सबैतिर मेरो शासन चल्नु पर्यो। भगवानको शासन, भगवानको भन्नाले सत्यको शासन चल्नु भएन। त यसको विरोध गर्थ्यो उसले के भन्थ्यो भक्त प्रहलादले, जे कम्तीमा भगवान मान्नुपर्छ, भगवान सबै ठाउँमा छ, यो कुरा बुझ्नु पर्दछ हामीले। त्यो एउटा राक्षस प्रवृत्ति भएको व्यक्तिले त्यो बुझ्दैन त्यो कुराहरू। त्यो नबुझेको कारणले गर्दा भक्त प्रहलादले आफ्नो छोरालाई एक दिन स्कुलमा भर्ना गरायो। असुरहरू पढ्ने स्कुल थियो, त्यो स्कुलमा पहिलाको गुरुकुल, अहिलेको स्कुल भनिन्छ। त्यो गुरुकुलमा पढ्दाखेरि अनि स्कुलमा गएर असुरहरूले आफ्नो असुरको संविधान नियम कानुनको स्कुलमा पढाउँथ्यो है। अनि यो भगवानको भक्त थियो, भगवानको नाम लिन्थ्यो, श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव भन्थ्यो। कसले चाहिँ? प्रहलादले के अरे उसको छोराले। अनि स्कुलमा दिएपछि सबैले असुरहरूले अर्को पढ्थ्यो, यसलाई चाहिँ त्योले पढाएको यो भक्त प्रहलादले केही लाग्दैन थियो। यसले खालि श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव मात्रै पढ्थ्यो। यो पढ्दा गुरुले डर पनि हुन्थ्यो, ला राजा साहबको छोरा यहाँ पढ्दैछ, अब हामीले पढाएको पढ्दैन, खालि हे श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव मात्रै पढिरहेको छ, अब यसले बच्चालाई केही पनि लाग्दैन। एक दिनको कुरा हो, हिरण्यकश्यप मेरो बच्चा पढेको स्कुलमा 6 महिना भयो, एकपल्ट जाउँ न, मेरो बच्चा कस्तो पढ्दैछ यसो सरसँग भेटेर अनि कस्तो पढ्दैछ, उपलब्धि के भएछ भने बुझाउन भनेर गयो। अनि गुरुकोलाई भनेछ मेरो छोरा कस्तो पढ्दैछ भनेर पठायो। सबै स्ट्रक्चरबाट ल्याउनु पर्छ क्या, एकैतिरबाट मान्छेले। अनि त्यो पठाएपछि हिरण्यकश्यपले गुरुले भन्यो, गुरुले अर्को चेलाले भन्यो, जाऊ त्यो उसलाई बोलाएर ल्याऊ, भक्त प्रहलादलाई बुवासँग भेट्नु छ भनेर भन्यो। उसले अर्को शिष्यलाई, चेलालाई, विद्यार्थीलाई पठायो, जाऊ। बोलाउँदाखेरि भक्त प्रहलादले श्री कृष्ण गोविन्द हरि मुरारी हे नाथ नारायण वासुदेव जप्दै कोठामा बसिरहेको थियो। उसले जसले बोलाउन आयो
यसरी हात बन्छ ओ भाइ तिम्रो बुवा आएको छ त्यसलाई छुनु बित्तिकै यो पनि हरे कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव यो पनि जप्न थाल्यो। कसले पर्ला के अरे उसले बोलाउने विद्यार्थीले त्यो उसले पनि उसले बोलाउनको धेरै बेर भयो आएन। अनि फेरि गुरुले अर्को शिष्यले पठायो जहाँ त म फलानुले पठाएको थियो ऊ आएन जब तिमी हेरेर आऊ त त्यसले के गर्दैछ दुईजना खेल्न थाल्यो क्या हो उसलाई बोलाएर ल्याउ त भन्यो। ऊ गयो दुवैजना आएर त श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव जप्दै बसिरहेछ। अर्को पनि थप्यो अर्को पनि आयो ए तेरो बुवा आएको छ भेट्नलाई हिँड्न। अहिले छुनु बित्तिकै उसको करेन्ट यसमा प्रभावित भयो। ऊ पनि जब थाल्यो श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ऊ पनि जब थाल्यो। एवं प्रकारले गरेर गर्दै 5 जनासम्म आयो है। 5 जनासम्म आएपछि लास्टमा गुरु आफै उठेर आउनु ल के भयो 5 जना त आएन त फर्केर। म अगाडि गुरु पछिबाट राजा हिरण्यकश्यप ऊ पनि आयो। आएपछि देख्छ सबैजना यसले देवताले श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव जप्दै बसिरहेछ। 5 जनाले 5 जना उसँग के अरे प्रहलादसँग 6 जना भयो। अब त यहाँ भक्त यो हिरण्यकश्यप जुन राक्षस त्यो त रिसाएर आग बबुला भयो। मैले स्कुलमा यही पढ्न पठाएको हो तीनों लोकको स्वामी म हो, म भन्दा ठुलो भगवान कोही छैन भने अरू भगवानले पूजा गर्ने को? भगवान त कोही छैन, मै हुँ, मेरो पूजा गर्नुपर्छ। भक्त भगवान श्री कृष्ण को हो, गोविन्द को हो, हे नाथ नारायण वासुदेव को हो, मलाई केही थाहा छैन, मेरो नामको पूजा गर्नुपर्छ, मेरो गुणगान गाउनुपर्छ स्कुलमा भनेर भन्यो। स्कुलको त्यो सरको अब गुरु महाराज सरहरू थियो त्यहाँ 4 मिनेट छ है। अब तिनीहरू डरेर त ऊ भयो। त्यसैकै नाम त्यो होलिकाले भिन्न किसिम भक्त प्रहलाद र हिरण्यकश्यपले भक्त प्रहलादलाई मार्न धेरै प्रयास गर्यो। हात्तीबाट किल्चायो, घिउमा त्यो चाहिँ होलिका चाहिँ को थियो आउँदैछ त्यो भन्यो। सबैबाट भक्त प्रहलाद नमरेपछि अनि हिरण्यकश्यपको बहिनी थियो एउटा होलिका। उसलाई भगवान विष्णु सूर्य भगवानको वरदान थियो अग्निदेवको जे उसलाई वस्त्र दिएको वस्त्र लिएर आगोमा बसेपछि त्यो जल्दैन भनेर है। अनि भक्त हिरण्यकश्यपले आफ्नो बहिनीलाई बोलाएर यो बच्चाले भक्त प्रहलादले लिएर अनि त्यो आगोमा बस, त्यो तिमी त जल्दैनौ, त्यो बच्चा डढेर खरानी हुन्छ भनेर ऊ बच्चालाई बसाएर अनि आगो लगायो। आगोमा बसाएर त्यो भक्त प्रहलादले होलिकाको गोदीमा दिएर गोदमा राखेर बस्न लगायो। बस्न लगाएपछि त्यहाँ आगोमा काखमा लिएर बसायो। बसाएपछि भगवानको महिमा जब बस्यो, आगो जब सल्किन थाल्यो नि त्यही बेला ठुलो हावा आयो। ठुलो हावा आएपछि त्यो उसको जुन लगाएको जुन वस्त्र थियो नि त्यो उडेर गयो। त्यो उडेर गएर त्यो बच्चा छोप्यो अनि यो होलिका त्यही डढेर भस्म भयो। त्यो डढेर भस्म भएको कारणले गर्दा त्यसले होली भनेर भनिन्छ। होलिका दहन भएको खुसीमा मानेको भन्ने छ नि त। हो, त्यो सत्यमाथि सत्यले असत्यमाथि विजय कारणले गर्दा हामी मनाउँछौँ। त्यो हिजो बेलुका हिरण्यकश्यपले चाहिँ हार खायो नि त त्यहाँ, हैन? हार खायो। समग्र भन्दाखेरि बहिनी जलेपछि त उसले हार खाएपछि उसको हार भयो, हैन? त्यसकै उमा मानेको रहेछ होली। समग्र भन्नाले सत्यले असत्यमाथि विजय प्राप्त गर्यो। त्यसकारण होली मनाउँदैछ हामीले। त्यो भक्त प्रहलादको बहिनी त्यही होलिका डढ्यो। त आज होली मनायो न हामीले। आज भन्दा अघिल्लो रातमा टाइम हुन्छ तिथिको, त्यो हिसाबले होलिका दहन भन्छ। त्यो होलिका दहन गरिसकेपछि अनि आज होली खेल्ने भनेको संस्कार होलिका दहन गरेको स्वरूप बनाउने। आगोको गोइठाको सबै जम्मा गर्छ, त्यसमा अन्नहरू हालिन्छ। त्यो आगो लगाएपछि त्यो होलिका दहन भनिन्छ। त्यसको भस्महरू लगाउनु पर्छ। त्यो गरेर अनि त्यो होलिका भस्म भएको कारणले गर्दा हिजो राति भलम त्यसको विजय जुलुस आज चाहिँ खुसियाली मनाउँछौँ हामीले। रङ लगाएर अबिर लगाएर आफ्नो ठुलो भन्दा मानवजनको आशीर्वाद लिएर। तर अब त आशीर्वाद लिनु भन्दा पनि अब होली रे यो गर त्यो गर फेसन भयो। यस्तै छ कारण त्यस्तो है। ल देउस हाम्रो हिन्दू धर्म भनेको धेरै ठुलो अनन्त यसको महिमा छ। अनन्त समयदेखि आइरहेछ। आगमदेखि निगमसम्म जान्छ। यसको न सुरु छ न अन्त छ। यसलाई मान्नुपर्छ। हिन्दू धर्म हाम्रो धेरै ठुलो धर्म हो। अब हाम्रो हिन्दू धर्ममा पनि अब खोइ कताबाट अनि के अरे हिरण्यकश्यपले चाहिँ त्यहाँबाट हारो। हिरण्यकश्यपलाई पछि मारियो बहिनी मरेपछि मारियो होइन। यस अलिकति लामो कथा छ यो। भन्नको लागि तपाईँले अब भ्याउनुहुन्छ पुरै यहाँ चाहिँ सक्यो कि लगभग जेस। अब त्यो अरू भनौँ न है अहिले। ल
धन्यवाद। के अरे हामीले आज होली मनाउनुको कारणहरू यो रहेछ भन्ने कुरा बुझ्यो। हस् त, धन्यवाद साथी हो। के अरे कमेन्ट, के अरे सेयर, लाइक गर्नुहोला। कस्तो के लाग्छ तपाईँहरूको विचारमा, तपाईँहरूको विचार दिनुहोस् है। होस् है हजुर, हस् त, धन्यवाद।